सुर्खेतमा प्याराग्लाइडिङ पनि मजा लिन सक्नुहुन्छ। एकदम काममा उनी पोख्त छन्। एउटा पनि सर्ट एउटा पनि बल फलो एउटा छुटाएको छ नि। मलाई सबैभन्दा बढी खुसी योचोटि यो प्रतियोगितामा नरेन्द्रबाट यो लागेको छ कि बल फलो एउटा छुटाएको छैन। जीवेश ओली, सुरेन्द्र चन्द्र, विराट जङ रायमा चाहिँ हामी कमेन्ट्री बक्समा छौँ। हामी देख्न सक्छौँ एमसिआरमा आफ्नो काममा फेरि फर्किएका छन् दोस्रो इनिङ सुरु भएको छ। सुरु त मेरो अघि भइसकेको छ, अलमोस्ट 6 मिनट हुन आँटिसकेको छ। यो रोकिनेवाला छैन, निरन्तर रूपमा गरिरहेको छ। डुइङ देयर जब सेटअप गरिराख्नु भएको छ। यो लाइभ टेलिकास्टको लागि निकै ठुलो योगदान रहेको छ उहाँहरूको ब्रोडकास्टको लागि, यो लाइभ टेलिकास्ट गर्नको लागि। क्रिकेट एसोसिएसन नेपालको युट्युब च्यानल, अफिसियल युट्युब च्यानलबाट प्रसारण भइरहेको छ भने कास्टमण्डप गोल्डबाट पनि प्रत्यक्ष प्रसारण भइरहेको छ। हामी यो खेललाई घरै बसेर पनि हामी अवलोकन गर्न सक्छौँ, म्याचको मनोरञ्जन लिन सक्छौँ। साथ यहाँ काम गरिराख्नु भएको छ सेटअपको लागि। यहाँ सकिन्छ एमसिआरका डिरेक्टर विजय बहिनी अनि क्यामेरा पर्सन निकै एक्सपर्ट छन् विशाल भाइ। हेलो विशाल, व्हाट्स अप? गुड, अल गुड, थ्याङ्क यू। क्यामेरा उहाँ पर आलेले पनि सेटअप गरिरहेको छ सदन साइडबाट। आलेलाई म जुम गरेर देख्न चाहन्छु। त्यहाँ आज टावरमा चढिरहेका छन् एक्लो पातलो मान्छे, हावा नहोस् कतै लडिहाल्लान्। एक्सपर्ट छन् त्यो 70मै हामीले थाहा पाइसक्यो। हाउले उडाएर उनी आफै सुपरम्यान बनेर उडिने सक्ने क्षमता राखेका व्यक्तित्व हुन् मिस्टर आले। यस प्रतियोगिताका संयोजना गर्ने पदाधिकारीहरूको उपस्थिति त्यहाँ रहेको छ भने हामी यहाँ हेर्न सक्छौँ। दर्शक दीर्घामा पनि यहाँ टेन्ट लगाइएको छ, राम्रो व्यवस्थापन गरिएको छ र यहाँ दर्शक माझ दर्शक दीर्घामा हामी देख्न सक्छौँ बाक्लो उपस्थिति रहेको छ। आफ्नो घरेलु टोली कर्णाली प्रदेशको लागि एउटा सपोर्ट गर्न आउनुभएको छ। र विशेषतः अझ यो प्रदेशको कुरो गर्दाखेरि क्रिकेट एसोसिएसन नेपालबाट घरेलु डोमेस्टिक प्रतियोगिता कुनै एउटा ठुलो प्रतियोगिता भनेको सम्भवतः पहिलो पटक रहेको छ कर्णाली प्रदेशमै। र कर्णाली प्रदेशको सुर्खेतमा वीरेन्द्रनगर स्थित दुईटा भेन्यू तय भएको छ। दुईटा ग्राउन्ड फेरि 2-3 मिनटको आसपासमा नजिकै रहेको छ। यो गजबको प्रतियोगिता रहेको छ। कालिम्चोक क्रिकेट ग्राउन्ड यो ग्राउन्ड नम्बर 1 लाई भनिन्छ। अर्को ग्राउन्ड हाम्रो वीरेन्द्र क्रिकेट ग्राउन्ड रहेको छ रङ्गशाला छेउमा, कर्णाली सुर्खेत रङ्गशालाको छेउमै रहेको छ त्यो ग्राउन्ड। यहाँ हेर्न सकिन्छ मिडिया बक्स बनाइएको छ, त्यहाँ डाइनिङ जोन बनाइएको छ अफिसियल्सहरूको लागि, आयोजकहरूको लागि भने परपट्टि हामी देख्न सक्छौँ। ग्राउन्ड स्टाफहरूको लागि पनि त्यहाँ जोन बनाइएको छ। मेडिकल डेस्क रहेको छ त्यहाँ। ग्राउन्ड स्टाफहरू आफ्नो कर्ममा लागिराख्नु भएको छ, पिच तयार बनाइराख्नु भएको छ भने म्याच अफिसियलको जोन पनि त्यहाँ रहेको छ। र छेउमै म्याच अफिसियल जोनको छेउमै रहेको छ डाइनिङ हल। त्यो डाइनिङ कटेज चाहिँ प्लेयर्सहरू र म्याच अफिसियल्सहरूको लागि तयार भएको छ। यहाँ दुईवटा प्लेयर बक्स तयार भएको छ। पछाडि परपट्टि हामी देख्न सक्छौँ टोयलेट रेस्टरुमको पनि व्यवस्थापन गरिएको छ। सुन्दर दृश्य यहाँ सुर्खेतमा प्याराग्लाइडिङको पनि मजा लिन सक्नुहुन्छ। सुन्दर दृश्य, सुर्खेत आउनुहुन्छ भने प्याराग्लाइडिङको पनि मजा लिन सक्नुहुन्छ। एकदम सुन्दर भ्याली रहेको छ, तपाईँले मजा लिन सक्नुहुन्छ। त्यहाँ अर्को पनि एउटा जोन बनाइएको छ अडियन्सको लागि, स्कुले विद्यार्थी भाइ बहिनीहरूको लागि बनाएको छ। र त्यसकै छेउमा कमेन्ट्री बक्स पनि रहेको छ। हामी स्टेजको पछाडिपट्टि त्यो साइडमा कमेन्ट्री बक्स पनि रहेको छ। नरेन्द्र उर्फ मोदी इज गोइङ टु हिज प्लेस फ्रम वेयर ही सुट्स। आफ्नो कर्मको लागि जान्छन्, आफ्नो कार्यको लागि जान्छन्। नरेन्द्र प्लिज बी देयर। एकदम काममा उनी पोख्त छन्। एउटा पनि सर्ट एउटा पनि बल फलो एउटा छुटाएको छैन। मलाई सबैभन्दा बढी खुसी योचोटि यो प्रतियोगितामा नरेन्द्रबाट यो लागेको छ कि बल फलो एउटा छुटाएका छैनन्। म अब केही क्षणमा कमेन्ट्री बक्समा आउने नै छु। जीवेश ओली, सुरेन्द्र चन्द्र, विराट जङ रायमा चाहिँ हामी कमेन्ट्री बक्समा छौँ। केही क्षणमा हामी कमेन्ट्री बक्समा जोडिनेछौँ। अहिले भने सुरेन्द्र चन्द्रले स्टार्ट गर्नेछु सेकेन्ड इनिङको पहिलो ओभर, सो द्याट म 5 ओभर पछि जोइन गर्नेछु। फर्स्ट इनिङमा धेरै बेर बसेँ म। अब भने केही क्षण आराम लिइरहेको छु। र आराम भन्दा नि के आराम लिने, यो आरामको समयलाई मैले फेरि बसेर यहाँ भिडियो सुट गरिरहेको छु एउटा। अब यहाँ हामी देख्न सक्छौँ एमसिआरमा आफ्नो काममा फेरि फर्किएका छन् दोस्रो इनिङ सुरु भएको छ। सुरु त मेरो अघि भइसकेको छ, अलमोस्ट 6 मिनट हुन आँटिसकेको छ। यो रोकिनेवाला छैन, निरन्तर रूपमा गरिरहेको छ। यहाँ देख्न सकिन्छ निकै गर्मीको अवस्था रहेको छ। बुस्ट
होइन बस्ट गावा खाँदै हुनुहुन्छ यसले फाइदाजनक पनि हुने गर्दछ स्वास्थ्यको लागि पनि इन्स्ट्रक्सन गर्दै हुन्छ यहाँ एमसिआरमा बसेर डुइङ इज जब यो जोनमा देख्न सकिन्छ सुरेन्द्र चन्दु बादशाहलाई यस हामी कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा हामी आएको छौँ स्टेडियम हामी हेर्न सक्छौँ यस स्टेडियममा हाम्रो प्रवेश रहेको छ हामी यहाँ प्रवेश गरिसकेका छौँ जहाँ 10औं राष्ट्रिय खेलकुदको लागि तय भएको स्टेडियम थियो केही टेक्निकल प्रब्लमले गर्दा केही इस्युजहरूले गर्दा उक्त मङ्सिरमा भनिएको कार्यक्रम जेठमा भनिएको कार्यक्रम फेरि अब कहिले सर्यो कहिले टुङ्गो त लागेको छैन तर स्थगित भएको छ ल यहाँ हेर्न सकिन्छ स्टेडियम फुटबल स्टेडियम स्पेसल्ली यो फुटबल स्टेडियम र एथलेटिक्सको रहेको छ ट्र्याक कतिवटा छ आई विल काउन्ट इट आउट 1 2 3 4 5 6 7 8 लेन्सको ट्र्याक रहेको रहेछ यहाँ एथलेटिक्सको लागि स्टिबल चेसको लागि पनि हामी त्यहाँ देख्न सक्छौँ बारहरू रहेको छ फुटबल पोस्ट क्यापासिटी आई रियली डोन्ट नो अबाउट द क्यापासिटी कतिको क्यापासिटी रहेको छ भनेको त मलाई थाहा भएन हामी बाहिरबाट दिइरहेछौँ गेट लागेको अवस्था छ प्याराफिटमा त्यहाँ देख्न सकिन्छ सुर्खेत SURKHET सुर्खेत मेन्सन भएको छ सच अ नाइस डिजाइन ब्युटिफुल्ली डिजाइन ट्र्याक निकै राम्रो ट्र्याक बनिएको छ जब एथलेटिक्सको ट्र्याक देख्छु मलाई मेरो अतीत याद आउँछ म पनि कुनै बेला एथलेटिक्सको गेम खेल्थेँ लङ जम्प र 400 मिटर स्प्रिन्टको मेरो इभेन्ट रहेको थियो यता अर्को राम्रो दृश्य हामीले इज द्याट कभर्ड त्यो प्र्याक्टिसको लागि हो यो पक्कै क्रिकेट नेट्स बनाएको होला सायद यहाँ क्रिकेट प्र्याक्टिसको लागि पक्कै यो क्रिकेट प्र्याक्टिसको लागि नेट्स बनाएको राइट क्रिकेटको लागि बनाउँदै गर्ने क्रममा रहेछ 1 2 3टा द्याट हो 3टा नेट्स तयार पारिएको छ यता हेरौँ यता के छ यता पनि अर्को पनि हामी हेरौँ यहाँबाट हामी देख्न सक्छौँ कर्णाली स्टेडियम सुर्खेत घामबाट पनि बाँच्न सकिन्छ यहाँ माथि रुफ हालिएको छ यो खालको स्टेडियम हरेक जिल्लामा भए त बेटर हुन्थ्यो बेस्ट नै हुन्थ्यो तर एटलिस्ट प्रोभिन्समा चाहिँ यो खालको यतिको स्टेडियम भयो भने चाहिँ 7वटा प्रदेशमा भयो भने चाहिँ एकदमै बेस्ट हुन्थ्यो खेलाडीहरूको लागि प्रोडक्सन फुटबल यतिको मैदान भयो त धेरै राम्रो हो नि त 5 6 7 8 लेन्स टोटल यहाँबाट चाहिँ 100 मिटर स्प्रिन्टको लागि चाहिँ नर्दर्न साइडबाट साउदर्न साइडमा चाहिन्छ यो चाहिँ 100 मिटरको लागि भयो अब 400 मिटर दौड्नु पर्यो भने चाहिँ परबाट स्टार्टिङ त्यहाँबाट हुन्छ स्ट्यागर राखेको हुन्छ त्यो साइडबाट अनि 1 कम्प्लिट राउन्ड बनाउनु भयो भने चाहिँ 400 मिटर दौड पुरा भयो